छोरी हुर्काइरहेछु अन्त अर्कैबाट पनि त हामीलाई बचाउन खोजेको त होला नि तपाईँहरूले होइन, बाँच्नै पर्यो। खोइ अब यत्रो वर्षसम्म पनि भगवान्ले मलाई लिन आउँदैन। सबैभन्दा ठुलो चिन्ता भनेको आफ्नो रोग छ, यहीले ठुलो घटना छ कि लिन लागि। जब म राम्रो हुन्छु, राम्रो भएर केही गरौँला भन्ने सोच हुँदा हुँदै यस्तो अवस्थामा आइयो भने मेरो जिन्दगीको सबैभन्दा ठुलो घटना मेरो शेषै हो कि। दर्शकबिन टसीदेले नमस्कार, मेरो नाम तेन्जिन रिक्सो। आज म काठमाडौँ एयरपोर्टमा आइपुगेको छु। आज म अर्को एउटा पीडितको घरमा जाँदैछु। उता के भयो म अब तपाईँहरूलाई देखाउँदै जाँदैछु, हेर्दै जाउँ। ओ दिदी नमस्ते। हजुर तपाईँको घर यहाँ हो? दर्शकबिन अब हामी कुमारी दिदीको घरमा आइसकेको छु। अब हामी कुमारी दिदीलाई थोरै सोधपुछ गरौँला। दिदी नमस्ते, तपाईँको शुभ नाम? कुमारी सुवेदी। हाम्रो तपाईँको उहाँ को हुनुहुन्छ? मेरो आमा हो। आमाको नाम? गङ्गादेवी सुवेदी। गङ्गादेवी सुवेदी हो। उहाँ कति वर्ष हो? 83 वर्ष। 83 वर्ष। तपाईँ कति वर्ष हो? म 38 वर्ष। 38 वर्ष हो। आज यसरी तपाईँको हामी यसो बुझेर हामी आयो होइन, तपाईँको फोन गऱ्यो होइन, सबै अब ठाउँमा सोध्दै हामी आएर आज चाहिँ तपाईँको घरमा आइपुगे। अब तपाईँको यसो हामीलाई यसो सुनाइदिनुहोस् न होइन, तपाईँको अहिले हुन्छ नि, अहिले तपाईँको हल्का अलिकति अब तपाईँको बिरामी हुन्छ नि, त्यो कसरी भयो होला, के कारण भयो होला, कहिले भयो होला भने यसो हामीलाई यसो बुझिदिनुहोस् न। म चाहिँ 6 वर्ष अथवा 6 देखि 10 वर्षभित्रमा अलिअलि ठुलो हुँदै हुँदै गयो होइन, सुलिँदै जस्तो भए जस्तो अनुभव। अब म त केटाकेटी नै थिएँ, अनि त्यतिखेर चाहिँ अब मलाई थाहा भएन। अब घरमा पनि मेरो ठुलो गार्जेन कोही पनि हुनुहुन्थेन, मेरो आमा मात्रै हुनुहुन्थ्यो। अनि अब आमा र छोरी भएको भएर, मेरो गार्जेन नभएको भएर, अब त्यस्तो बुझ्ने नगर्ने कोही नभएको भएर अब के भयो कसो भयो मलाई पनि त्यति साह्रो थाहा भएन होइन। अनि अब खेल्दै गर्दै जाँदाखेरि जति अब म बढ्दै गएँ त्यति बढ्दै गयो। अनि म 20 वर्ष अथवा 20 देखि 25 वर्षको भित्रमा चाहिँ अब यो अलिक बढ्न कम भयो। त्यतिन्जेल चाहिँ एकदम आफसे आफ बढ्दै गयो। अनि गाउँठाउँको सबैजना मिलेर चन्दा उठाएर चाहिँ मलाई यहाँ टिचिङ हस्पिटल ल्याएर यो आँखा अलि अपरेसन गरेर अलिक बनाइदिनु भएको हो होइन। अनि त्यस पछाडि पछि म जान्ने भइकन चाहिँ अब मैले एकचोटि डक्टरलाई अब गर्ने भनेर आउँदाखेरि डाक्टर प्रशान्त श्रेष्ठ हुनुहुन्थ्यो, जो चाहिँ मलाई अपरेसन गर्न भनेर बाहिर लानलाई कोसिस गर्दै हुनुहुन्थ्यो। अनि म जब एसएलसी दिएपछि अनि उहाँले चाहिँ तब तिमी काठमाडौँमै आऊ होइन, त्यतिन्जेल चाहिँ अब मलाई उहाँले कोठा लिएर हेरदेख गरेर राख्नु भएको थियो होइन। अनि उहाँ चाहिँ अब अपरेसन गर्ने अब एकचोटि यहाँ चाहिँ हुँदैन भनेर चाहिँ कोसिस गरिरहनु भएको थियो, बाहिर चाहिँ जाने अस्ट्रेलिया लाने भनेर कुरा गरिराख्नु भएको थियो। तर अचानक डक्टर हार्ट एट्याक भएर बित्नु भयो। त्यसपछि चाहिँ अब मैले अलिकति अब होइन दुःख जस्तो हुँदै आयो। त्यसपछि अब त्यहाँदेखि यता चाहिँ अब मैले अहिले कसैलाई देखाएको पनि छैन, जो अब आफूलाई थाहा भएको गरेको डक्टरहरूले चाहिँ त्यस्तो भइहाल्नु भयो। त्यसपछि मैले अरू डक्टर कोही पनि चिनेको छैन, डाक्टर प्रशान्त श्रेष्ठ बाहेक। अब उहाँ बितिहाल्नु भयो। त्यसपछि अब यो औषधि उपचारको लागि चाहिँ अब यहाँ हुँदैन, यहाँ सम्भव छैन, अब थोरै खर्चले सम्भव छैन भन्ने थाहा पाएपछि मैले अन्त चाहिँ यसको बारेमा जचाएन। अनि तपाईँले त्यसपछि हस्पिटलमा जाँचाउनु जानु भएन? गएन। अब डक्टर जुन हेर्ने डक्टर बितिहाल्नु भयो। अब अरूसँग गर्दाखेरि अब विश्वास लागेन होइन कि विश्वास भन्दा पनि अब सुरुदेखि फेरि गर्दा मसँग त्यो रिपोर्टहरू डक्टरसँगै थियो। अनि अब डक्टरले कता राख्नु भएको थियो थाहा भएन। अनि एक दुईचोटि अब अपरेसन त गर्नुभयो डक्टरले, दुईचोटि गर्नुभयो। त्यसपछि अब डक्टरले बाहिर गर्ने या हुँदैन भन्दा भन्दै अब उहाँ बितिसकेपछि त्यो रिपोर्ट कहाँ छ, अब अलिक सानै पनि थिएँ। अनि मैले अब गार्जेनको रूपमा उहाँलाई नै सम्झेको थिएँ, कोही हुनुहुन्थेन।
त्यही भएर पछि अनि रिपोर्ट कहाँ छ मलाई केही थाहा छैन के रोग हो भन्ने कुरा पनि मलाई थाहा भएन अनि अब सुरुदेखि फेरि गर्नलाई मसँग खर्च छैन होइन खर्च थिएन छैन अब सुरु उहाँले त अब सबै फ्रीमै गराइदिनु भएको थियो मेरो 1 रुपियाँ पनि लागेको थिएन उहाँ डाक्टर साहबको नाम के हो रे डाक्टर प्रशान्त श्रेष्ठ डाक्टर प्रशान्त श्रेष्ठ अनि डेल्टलको हुनुहुन्थ्यो हुन चाहिँ तर अब मेरो डेल्टलको भयो भने अब दाँत सम्बन्धी गर्नुभएको थियो तपाईँको यो दाँतको सम्बन्धी हो यो चाहिँ पहिला हुन चाहिँ अब हड्डी यो गर्दाखेरि डक्टरले धेरै ठुल्ठुलो डक्टरहरू यो हड्डी सम्बन्धीको आफ्नो साथीहरू भएको भएर गरिदिनु भएको थियो उहाँले यसो हामी देखाउँ न यसो अनि गर्नुभएको थियो अनि पछि चाहिँ दाँत सम्बन्धी हो यो होइन मेरो दाँत सम्बन्धी त हड्डी हो यो हड्डीको हो हजुर यो सबै यो हड्डी हो मेरो यो सबै हड्डी खाना खाने बेला कस्तो छ तपाईँको गाह्रो छ कि छैन त्यस्तो अब साह्रो चिजहरू खान सक्दिनँ हजुर अनि नरम चिजहरू खान सक्छु अनि हजुरको आँखा चाहिँ के भयो रे यो यता जस्तो यो हड्डी तल तान्ने नि हजुर हजुर आँखा यो आँखाले असर पर्यो तानिँदै गएर यस्तो त्यहाँको असर पर्यो बन्द भयो पर्दा हजुर हजुर अनि आँखा अनि त्यही भएर कि आँखाको असर पर्यो है अनि अब यो चाहिँ आँखा अलिक बढीले अब यो आँखाहरू पोल्छ दुख्छ ए पोल्नुहुन्छ अहिले अनि तपाईँले राम्रो देखिन्छ कि अब त्यस्तो क्लियर त देखिँदैन त्यस्तो अब हेर्नलाई त्यस्तो समस्या देख्नलाई अब वरिपरि नजिकै सबै देखिन्छ ए त्यस्तै गरी तपाईँको नाकको पनि अलि यस्तै नाक त अब सास फेर्न मिल्दैन नाकबाट हजुर नाकबाट सास फेर्न मिल्दैन तपाईँको मिल्दैन बुखबाट बाँध्यो अनि किन नि नाक ठ्याक्कै टाल्दा नि त ए टालेको छ सबै टालिएको छ ए किनभने यता ऊ भएको जोडिदिएको छ क्या यहाँ हड्डीले हजुर हजुर अनि यहाँ हड्डीले यस्तो कसरी गरेको नि त यो होइन आफै हड्डी बढ्दै हड्डी बढेर ऊ भयो जाम भयो है जाम भएछ तर त्यस्तो होला सास फेर्न थोरै मात्रै हुन्छ हजुर हजुर धेरै अब बुक चप्प गरेर सास फेरेर लाग्बाट सक्दैन ए बुक कहिले चप्प हुन सक्दैन तपाईँको आमाको छ नि आमाको नाम गङ्गा देवी अनि उहाँले 83 वर्ष रहेछ उहाँ चाहिँ अनि बहिनीको तपाईँ दिदीको यस्तै 38 होइन अनि तपाईँको घर चलाउनेहरू कसरी गर्नुहुन्छ अब यसो उसो गर्दैछु अलिअलि दुःख सुख गरेर चलाउँदैछु अहिले होइन हजुर अनि त्यसपछि अब अलिअलि यसो कतै कतैबाट सहयोग अलिअलि आइरहेकै थियो पहिला चाहिँ हजुर अलिअलि गरेर थोरै जे जस्तो अलिअलि चलाउँदैछु तपाईँको अहिलेसम्म अब होइन अरूहरूले यसो तपाईँलाई माया दयालाई होइन माया दया सम्झेर कति अब सहयोग कति गर्नुभयो तपाईँ मलाई त्यस्तो ठुलो सहयोग भनेर अब मिडियाबाट धेरै भएन होइन त्यस्तो ठुलो सहयोग त्यस्तो भएन छैन अनि तपाईँको अहिले घर भाडा कति छ अहिले 6,000 हो अनि 6,000 भाडा तपाईँले अब तपाईँ केही काम गर्नुहुन्न तपाईँको मम्मी पनि एकदम ठुलो उमेर भइसकेछ है कसरी अब तपाईँले घर चलाउनुहुन्छ अब पहिला त्यही त अलिअलि अब पहिला चाहिँ काम गर्दै थियो अलिअलि होइन अब यो बिचमा लकडाउनले गर्दाखेरि अहिले अब त्यस्तो सब काम कोही त्यस्तो गरेको छैन अब अहिले 4 महिना जति भयो भाडा चाहिँ तिरेको छैन 4 महिना भयो भाडा तिर्नु भएन कति हो रे महिनाको महिनाको 6,000 ए तिर्नु भएन घरभिटीले के भन्दैन कि अब अहिले पहिला तिरिराखेको भएर अब दिन्छ भनेर अब यसको अवस्था यस्तै छ भनेर के भन्नुभएको छैन ए भनेपछि अहिले 4 महिना पैसा दिनु भएन ए अनि तपाईँ के काम गर्नुहुन्छ कि अब अहिले चाहिँ सानो हजुर सब्जीहरू बनाउनु यस्तै अब बेच्नुहुन्छ बाटोमा राखेर बेच्नुहुन्छ तर कहिले लगन पानी खेदा भने 5 दिन भयो आज यस्तै आज गरेर 5 दिन भयो सब्जीहरू बेचेर ए 3जना दिदीहरू दाइ र दिदीहरूले सहयोग गरेर त्यो तरकारी ल्याइदिनु भएको थियो ए उनीहरूले लगानी गर्नुभयो कति गयो होला त्यो लगानीमा त्यो चाहिँ मलाई एकछिन थाहा ए अब तपाईँलाई जिन्दगीमा होइन अब अहिले तपाईँको 6 वर्षदेखि तपाईँको यस्तो रोग लागिरहेछ है जिन्दगीमा तपाईँले नराम्रो गर्न के भयो अहिलेसम्म तपाईँको अब जिन्दगीमा धेरै घटनाहरू भाइ राम्रो त अहिलेसम्म भएको छैन होइन एकदम दुःखै पीडा नराम्रै कहिले राम्रो त कहिले पनि आजसम्म सुख शान्ति कहिले भएको छैन किन अब हुन त मान्छेलाई धली बली धेरैलाई पनि पीर चिन्ता त हुन्छ नै
अब कसैलाई चाहिँ धेरै धन सम्पत्ति भएर कहाँ राखौँ भन्ने पिर चिन्ता होला। अब हामीलाई चाहिँ बिहान खायो बेलुका के खाउँ भन्ने चिन्ता होइन। सबैभन्दा ठुलो चिन्ता भनेको आफ्नो रोग छ, यहीले ठुलो घटना छ कि मेरो लागि। जब म राम्रो हुन्छु, राम्रो भएर केही गरौँला भन्ने सोच हुँदा हुँदै यस्तो अवस्थामा आइयो भने मेरो जिन्दगीको सबैभन्दा ठुलो घटना मेरो शेषै हो कि। अब अरू घटना भनेको त यसको अगाडि सानो हुन्छ होइन। धेरै घटनाहरू त अब भइरहेकै हुन्छ, अब हरेक कुराहरूको अभाव भइरहेको हुन्छ। अब यस्तो अवस्थाको आमा हुनुहुन्छ होइन। अब यो अवस्थाको आमा, अब भोलि यो आमा कसैपछि मेरो जिन्दगी के होला होइन, कसरी बाँचौँला। अहिले त अब मुख बोलाऊ दुःख सुखको साथी आमा हुनुहुन्छ, भोलि कसरी अब झन् के गरौँला। हरेक दिन यस्तै पीडा होइन, हरेक यस्तै कुराहरूले सताइरहन्छ। घटना भन्नु नै अब बच्चामा एकदम राम्रो, गाउँभरि सबैले राम्रो मानेको राम्रो बच्चा बोकेर हिँड्ने बच्चा आज यो अवस्थामा आउँदा जस्तो अब एउटा घटना हुँदा उहाँ अस्ति भर्खर एकजना दाइकोमा गएको थियो। उहाँ जाँदाखेरि जो बच्चामा मलाई देख्नु भएको थियो, एक्कासी त्यहाँ देख्दाखेरि उहाँले मलाई चिन्नु भएन। जब मैले उहाँलाई बोलाएँ म भनेर बोल्नु भएन, पहिला देखेको तिमी होइन भन्नुभयो। किनकि म बच्चामा त्यस्तो थिएँ। अब अहिले आएर यस्तो हुँदाखेरि यही ठुलो घटना हो कि मेरो लागि चाहिँ। दर्शकबिन, अब हामी कुमारी दिदीको घरमा आएर अब हामी सबै बुझेर होइन, उहाँको आर्थिक स्थिति एकदम नराम्रो रहेछ। उहाँ आफैलाई यस्तो पीडामा बस्नु हुनुहुन्छ। उहाँको आमा 83 वर्ष, आँखा देख्दैन। उहाँको अहिले काम के छैन, कोठा भाडा 6000मा यसरी बस्नु भएछ। 4 महिना भाडा पैसा दिनु भए छैन। घरमा पैसा कतै छैन नि, घरमा पैसा चलाउने कतै छैन। त्यसै कारण आज हामी हाम्रो कुमारी दिदीको एउटा साथ, हाम्रो दिदीलाई होइन अब एकदम नाजुक अवस्था देखे कारण म हजुरलाई, तपाईँको एकदम नाजुक देख्यो भने म हजुरलाई 17,050 रुपियाँ यसरी दिन गइरहेछु। यो तपाईँ घर भाडाहरू तिर्नु होला भने म हजुरलाई यसरी के काम लाग्छ भने हजुरलाई दिँदैछु। तपाईँहरू कहाँदेखि आएर पनि हामीलाई पैसा दिनुहुन्छ। मेरा दुःख कसले 83 वर्षसम्म मैले दुःखपट्टि भोगेर छोराछोरी हुर्काइरहेको छु। बाबु छोरी हुर्काइरहेको छु। अन्त अर्कैबाट पनि त हामीलाई बचाउन खोजेको त होला नि तपाईँहरूले होइन, बाँच्नै पर्यो। खोइ अब यत्रो वर्षसम्म पनि भगवान्ले मलाई लिन आउँदैन। लिन म गएँ भने पनि यही छोरीको विपत्ता हुन्छ, मलाई घिडघिडो यहाँ बस्छ। हेर्नु यस्तै छ मेरो, कसरी खुवाएको छ, कसरी के गरेको छ। म आँखा देख्नेबाट सबै बुझ्थेँ नि होइन। म आँखा देख्दिनँ, नदेखेपछि ऊ त्यहाँ पस्केर थुपारिदिएर आइज भात खानु नि पहिले त्यहाँ हात हालिदिनुपर्छ त्यो भागमा। मलाई मेरा आँखा त्यस्ता छन् बाबु। यस्तै हुँदो रहेछ। अहिले 3 वर्ष भए मेरा आँखा अन्धा भएका, नभए मैले बिहासम्म त गर्दै थिएँ। अहिले सक्दिनँ म गर्नु। आमा नरुनुहोस् आमा, अब हामी पछि फेरि तपाईँलाई यदि सहयोग पाएँ भने म हजुरको घरमा फेरि आएर म सहयोग गरौँला। हामी यो भिडियो चाहिँ युट्युबमा राख्छु होइन। जसले तपाईँलाई सहयोग गर्नुहुन्छ, हामी फोन नम्बर, हाम्रो कुमारी दिदीको फोन नम्बर हामी यसरी मुनि नै यसरी राखिदिउँला होइन। तपाईँले जसले अब सहयोग गर्यो भने तपाईँको नम्बर हामी मुनि राखिदिन्छु। हुन्छ नि दिदी, तपाईँको फोन चाहिँ चार्ज गरेर राख्नु होला। मेरो यहाँ अब युट्युब जसले हेर्नुहुन्छ उहाँहरूले अब विदेश स्वदेश जहाँ बस्नुहुन्छ उहाँले हेरेर तपाईँको
अब धेरै पनि गर्न सकेन भने थोरै थोरै अब उनीहरूको चिया खर्च पनि हुन्छ नि त, सुरोट खाएको खर्च हुन्छ नि, त्यो हजुरलाई म दिन्छ होला भन्ने म आशा गर्छु होइन। तपाईँले पनि अब यसै अब मैले यहाँ तपाईँले अहिले तपाईँ गर्नुहोस् न, अहिले यहाँ पैसा कति छ? यहाँ 17,050 रुपियाँ छ तपाईँको। ₹17,050 छ, ठ्याक्कै छ, ठ्याक्क तपाईँले दिनुभयो नि। यो चाहिँ खास अब मैले जसले तपाईँलाई सहयोग गर्नुभएछ नि उनीहरूको अब नामहरू तपाईँलाई सुनाउन गइरहेको छु। तपाईँ यो हेर्नु होला, 17,050 रुपियाँ तपाईँलाई ठ्याक्क छ नि। यो खास के हो भने मलाई अब कुनैको अब एकदम नाजुक यस्तो आर्थिक स्थिति नराम्रो छ भने यसरी पैसा दिनु भनेर मलाई भन्नुभएछ है। त्यही कारण मैले अब तपाईँको घरमा यसरी छलफल गरेर मैले तपाईँको र तपाईँको आमाको एकदम गाह्रो देख्यो है। आमाको 83 वर्ष, तपाईँको पनि यस्तै बिरामी, घरमा पैसा केही छैन। त्यही कारण मैले अब मलाई जसले अब हुन्छ नि, कोहीले अब यसरी एकदम नाजुक अवस्था देख्यो भने पैसा दिनु भने उहाँहरूको नामले अब म सुनाउन गइरहेको छु। उहाँहरूले दिनु भने भन्नुभएछ, म उहाँहरूको नाम तपाईँलाई सुनाउन गइरहेको छु ल। फुर्बु भुटी 550 रुपियाँ तपाईँले दिनुभयो। दोर्जी वाङ्गेल 4,000 दिनुभयो। सेतेन तपाईँलाई 3,000 दिनुभयो। त्यस्तै गरी नाङसेल केक तपाईँलाई 2500 रुपियाँ दिनुभयो। त्यस्तै गरी दावा पाल्देन तपाईँलाई 5,000 दिनुभयो। त्यस्तै गरी चोनिमा तपाईँलाई 2,000 दिनुभयो। सबै जोडेर होइन तपाईँको 17,050 रुपियाँ तपाईँलाई ठ्याक्क तपाईँलाई पाउनुभयो। उहाँहरूले के भनेछ भने एकदम नाजुक अवस्था देख्यो भने तपाईँले दिनु भनेर मलाई यसरी भन्नुभएछ। त्यसरी मैले तपाईँको 17,050 रुपियाँ सोपेँ। अब तपाईँले मेरो धन्यवाद उहाँहरूलाई चाहिँ राम्रो होस्, अझै प्रगति गर्दै जानु होला होइन। उहाँहरूलाई चाहिँ कहिले दुःख नपरोस्। अब तपाईँहरूको यो पैसा अब राम्रोसँग सदुपयोग गर्नेछु। यो पैसालाई तपाईँहरूको मेहनतको पैसा हो, यसलाई म खेर जान दिने छैन। र अझै तपाईँहरूले अब सहयोग गर्दै जानु होला होइन। जस्तो दुखीहरूलाई यसरी सहयोग गर्नुभएको छ, तपाईँहरूलाई धेरै धेरै आत्मादेखि नेपाली बुझ्नुहुन्छ भने धन्यवाद दिन चाहन्छु। र तपाईँहरूको सपरिवार जसको बिहा गर्नुभएको छ, सपरिवारलाई सधैँ सुख शान्तिले छाइराखोस्। धन्यवाद। अनि हाम्रो आमाको के भन्ने छ कि अब म पनि त आशिक त्यही होला नि त, मेरो पनि। म अब 83 वर्षको मान्छेलाई तपाईँले कहाँबाट पैसा ल्याएर दिनुभयो होइन, दिनुभयो। तपाईँहरूको पनि एकदम राम्रो होस्, असल होस्, एकदम फैलाएर जाओस्, दुबो जस्तो मौलाएर जानुहोस् तपाईँहरू होइन। त्यस्तै होस्, एकदम राम्रो भएर राम्रो होस्। उहाँहरूलाई फलिफाप मिलोस्, हामीलाई दिएको धर्मले एकदम राम्रो होस्, हामीलाई पनि राम्रै होस्, उहाँहरूलाई पनि राम्रो होस्। ल दिदी, अब हामी बिदा लिन्छु होइन। हामी अब बिदा लिन्छु ल। नबिर्सिनु, हामीलाई आउँदै गर्नु। हुन्छ हुन्छ, हामी आउँदै गर्छु पछिको समयमा है, फुर्सद मिलाएमा हामी आउँदै गर्छु ल। हुन्छ भाइ, धन्यवाद तपाईँहरूलाई पनि यहाँसम्म आइदिनु भयो होइन। अब यति रकम जुटाइदिनु भएको तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल अब हामी अन्तिमको फ्रेममा लागिरहेछौँ। यस्तै गरी आज हामीले कुमारी दिदीको एउटा भिडियो निकालेको थियो। भिडियो चाहिँ बनाएर अब मैले हजुरहरूलाई विनम्र अनुरोध गर्दैछु, यो धेरैभन्दा धेरै मनमा पुर्याइदिनु होला भने म हजुरहरूलाई त्यसरी कुरा टुङ्गाउँदैछु। नम्बर 땅 아주 드랭기 위로 뒤차송 땅 아주 위로 뒤차네 말라 미망 나바초기 강투도 share chirona la nye begu shui khaila na gazo ma share chiwaina namidi nyamjung kange yoyo de la ma thongirwa gazo ma thongwaina andi mi mangbugi kyabjo ragire la nye dila ni darang la nye judi la अब मेरो दाजुभाइ इष्टमित्रलाई फेरि भेटौँला।